नेपाल व्यावसायिक कलाकार संज्ञा निहेको स्थापना दिवस लिसे राष्ट्रिय विभूति एवं कलाकार अर्निकोया स्मृति दिवस छोले ठिठी कलाकार तयत सम्मान दिसे शिर्पा ललहागुदु वंगु शुक्रबार येले जुगु जाजले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठ थुसिया सुरेन्द्र प्रधान दीर्घकला साधना सम्मान शिर्पा मूर्तिकार ठाकुर प्रसाद मैनालिया त ललहाना दिगु ख थुगु शिर्पाया राशि नि न्याद तक ख यो कलाकारिता प्रति चाहिँ राज्यको खास गरिकन जुन ध्यान जानु पर्ने हो राष्ट्रको एउटा चाहिँ सर्वाङ्गीन विकासको लागि चाहिँ महत्त्वपूर्ण क्षेत्रको हिसाबबाट यो हुन सक्दछ भन्ने चाहिँ जुन दृढ संकल्प हुन विगतका सरकारहरूको त्यो हुन नसकेको कारणले गर्दाखेरि यो स्थिति सिर्जना भएको हो भन्ने मलाई लाग्दछ र अहिलेको सरकारले कमसेकम पनि कला संस्कृतिलाई जगेर्ना गर्नको लागि पनि एउटा संविधानमै केही कुराहरूको व्यवस्था गरेको छ राज्यका नीतिहरूमा नै यसलाई चाहिँ संविधानमा नै कमसेकम राष्ट्रिय सम्पदाको रूपमा रहेका कला साहित्य र सङ्गीतको विकासमा जोड दिने भन्ने कुराहरू उल्लेख गरेको स्थिति छ। त्यस्तै गरेर देशको सांस्कृतिक विविधता कायम राख्दै समानता एवं सहअस्तित्वका आधारमा विभिन्न जनजाति र समुदायको भाषा लिपि संस्कृति साहित्य कला चलचित्र र सम्पदाको संरक्षण र विकास गर्ने भन्ने कुरा पनि अहिले हामीले संविधानले लिपिबद्ध गर्न सफल भएका छौँ। अथे निरोध तकया कोट कला शिरोमणि शिल्पा मूर्तिकार बालकृष्ण तुलाधर यात ओ झिन्यादो तकया मुल्मी ग्राफिक डिजाइन शिल्पा राजेश मानन्द यात ललहागु ख अथे मिथिला लोक कला या कलाकार प्राज्ञ यसी सुमन व्यावसायिक कलाकार श्याम रञ्जित राजकुमार प्रधान विश्वराज सिगदेल व हरिनारायण ठाकुर यात सम्मानियागु ख अथे हेमगंगा नारी कला प्रतिभा शिल्पा 2078 पाखे कलाकार चन्दा श्रेष्ठ हेमगंगा युवा कला प्रतिभा शिल्पा कलाकार सपना पौडेल अमात्य कला शिल्पा कलाकार सविता दंगोल निर्वाण कला सम्मान मोफसलिया कलाकार आलोक गुरुङ व ज्ञानी शाह क्यान अमूर्त कला सम्मान मधुम पुरन खड्कायात मनोन प्रान्त प्रधान यागु ख थुपी फुक्क शिल्पाया राशि छिडो तका दुगु ख जाजोले न्याडो तकया क्यान आइडियल कला शिल्पा कलाकार दीपेन्द्र मान बनेपाली ओ बालकृष्ण स्मृति कला शिल्पा कलाकार विनोद कुमार गुप्ता यातन ललहागु ख देशभरिका कलाकारहरू बेला बेलामा त्यहाँ गएर आफ्नो सिर्जनाहरूमा रमाउने र केही दिन बस्ने एउटा आश्रमको रूपमा हामीले डेभलप गर्न खोजिरहेका छौँ। हाम्रो सङ्घमा चित्रकला प्रशिक्षण कार्यक्रम पनि भइरहेको छ। अहिले भर्खरै हामीले सिद्धिविधिसँग एउटा अनुमोदन लिएर कला सम्बन्धीहरू के गतिविधि गर्न सक्छौँ त्यसको लागि पनि हामी प्रयत्नरत छौँ। हामीले स्वीकृति प्राप्त गरिसकेका छौँ। अबको कलामा रुचि राख्ने हाम्रा कलाकार साथीहरू सजिलै पाल्न सकोस् एउटा रोजगारी दिन सफल होस् भन्ने हाम्रो मुख्य ध्येय हो। अब हेरौँ कहाँसम्म सफल हुन्छ। यहाँहरूको साथ सहयोग पायो भने अवश्य पनि सफल होला। नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान या कुलपति के कर्मचारी या विशेष अतिथि जुगु जाजोले अर्निकोया कलाया संरक्षण लिसे वेकया कलाया बारे थप खोज लिसे अनुसन्धान या मागुली वक्ता त्यसमा बब्युगु ख गर्दै आएको यो अर्निकोलाई सम्मान गर्ने परिपाटी गरिएको छ। सायद कला क्षेत्रमा अर्निकोलाई सम्मान गर्ने यो पहिलो संस्था हो भन्ने मलाई लाग्छ। हामी कलाकारहरूले हाम्रा पूर्वज कलाकारहरू त्यसमा पनि राष्ट्रिय विभूति अर्निको जसले संसारमा नेपाली कलालाई चिनाउने काम गर्यो चीनमा उहाँको कर्मथलो बनाएर अन्तर्राष्ट्रिय क्षेत्रमा फैलाउने काम गर्यो।
त्यसै अनुरूप नेपाल ललित कला संस्थानले पनि राष्ट्रिय विभूति कलाकार अरण्यको 17 फुटको धौलतको मूर्ति बनाउने क्रम सुरु गरेको यहाँहरू सबैलाई विदित हुनुहुन्छ भन्ने मलाई लागेको छ। यो कार्यक्रम हुनु नै ठुलो कुरा हो र जुन किसिमको हामी पुरस्कृत भएका र सबैको लागि पनि एक किसिमको एकदम ठुलो हौसला र जुन किसिमको काम गर्दै आइरहेका छौँ र हामी फेरि हामीले योभन्दा बढी काम गर्न सक्ने भन्ने एउटा किसिमको हामीलाई हौसला प्रदान भएको छ। त्यसै गरी अलिअलि यसो नुन तेल गर्ने खर्च